भेटु भएको मनको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम। What's up everyone, welcome back to the next video. Finally after a long time नयाँ भ्लग लिएर आइसकेको छु। नयाँ भन्दा पनि भ्लग चाहिँ पुरानै हो। सुट गरेर चाहिँ राखिरहेको थिएँ, चाहिँ एडिट गरेर अपलोड गर्न चाहिँ पाएको थिइनँ। लगभग तीजदेखि यता दसैँ र तिहारमा एक-एकवटा भिडियो थोरै भिडियोहरू 2टा भिडियो हालेको थिएँ। अनि भिडियोहरू चाहिँ टन्नै बनाएर राखिरहेको थिएँ, तर कामको व्यस्तताको कारणले गर्दा एडिट गरेर अपलोड गर्न चाहिँ पाएको थिइनँ। त्यो गाइस फाइनली अब लगभग कामबाट अलिक फुर्सद मिल्दै आएको छ। अब त्यो पुरानो भिडियोहरू एडिट गरेर अपलोड गर्ने प्लान बनाउँदैछु। यो भिडियोमा पनि म जोडेर त्यो पुरानो भिडियो जोडेर लगभग 30 पछाडिको भिडियो होला, त्यो जोडेर अलिकति अपलोड गर्न आँट्दैछु। अनि यो भिडियोलाई पनि कन्टिन्यू लास्टसम्म कन्टिन्यू दिनु होला के कस्तो छ भिडियोहरू। अनि अर्को कुरा भनेको मेरो भतिज यत्रो ठुलो भइसकेको छ, यहाँनिर यत्रो भइसकेको छ अनि बोल्न थाल्यो। नमस्ते गर ल, खोइ नमस्ते गर, नमस्ते गर भाइ। यहाँ यत्रो ठुलो भइसकेको छ, टुकुर टुकुर हिँड्न थालिसकेको छ। यो पनि सानो हुँदाखेरिको भ्लगहरू मैले बनाएर राखिरहेको छु। सबै भ्लगहरू एडिट गर्न पाएको छैन, अहिले यत्रो भइसक्यो ठुलो, बोल्न पनि थालिसकेको छ अलिअलि। सबै भिडियोहरू चाहिँ काहीँ सरासरी आउँछ, के कस्तो छ भिडियोहरू राम्ररी हेर्नु होला। सबै एडिट गरेर म अब हाल्छु। लगभग छिटो चाहिँ हाल्न पाउँदिनँ, धेरै टाइम मिलाउँदै लगभग हप्तासम्ममा चाहिँ भिडियो एडिट गरेर हाल्ने कोसिस गर्छु। तर पुरानै भिडियोहरू चाहिँ आउँछ गाइज, राम्ररी हेर्नुलाई। यस्तो भइसक्यो यो उहाँ चकचक चकचक गरेर कुखुराहरू छोड्दै गर्छ। सिपुच्चा पुच्चा भाइ, सिपुच्चा त्यसले हो सि पुच्दाखेरि बाठो एकदम बाठो भइरहेछ। ल आऊ यहाँ। अनि हामी बाउ छोरा भएर यहाँनिर अब भ्लगहरू बनाउँदैछौँ। सिगानै भएको छ, यो बिरामी भएको छ, छोरो बिरामी भएको छ। छोरो बिमारी भएको छ, छोरो बिमारी भएको छ छैन? के भएको छ छोरोलाई? के छ? के कुखुरा हो? कुखुरा हो त? किन निकालेको काँटे? काँटे किन निकालेको छोरा? काँटे किन निकालेको? मेवा खान आएछ सुङ्गा भाइ, हेर त। सुङ्गाले मेवा खाँदैछ, हेर त। ऊ माथि हेर, माथि हेर न, सुङ्गाले मेवा खाँदैछ माथि भाग्दैछ। मेवाहरू पनि टन्नै फलिराखेको छ, पाकी पनि रहेछ। अनि भर्खर चाहिँ यहाँनिर हाम्रो पर भाइको ठुलो मम्मीको छोरो पनि आएको छ। यहाँ बस। अनि 3जना हामी सबै बनाउँदैछौँ भ्लग। यो भाइले खोजेछ, सानी पनि आएको छिन्। हाई भनिदेऊ गाइज, हाई भनिदेऊ न, मोबाइलमा हेरेर हौ। यो यहाँनिर 3जना अब केटाकेटीहरूलाई भेला भइसकेको छ। खानेकुराहरू मौज गरेर खाँदैछन्। यिनीहरू भेट्यो चाहिँ ऊ भाइलाई बोक्न थालिहाल्यो। भाइलाई धेरै माया गर्छ होइन भाइले? कति माया गर्छ भाइले? 1 लाख सेकेन्ड माया गर्छ, ऊ बोक्न थालिहाल्यो। एकदम यिनीहरू भनेको भेट भएपछि एकदम रमाइलो हुन्छ, हाम्रो पनि रमाइलो हुन्छ। त्यही हो गाइज, भिडियो हेर्दै जानु होला। हेलो भाइ, के छ खबर? देखिँदैछ छैन हौ क्यामेरामा त? फोटो देखिँदैन धानबार त सोल्टी। अनि अहिले त खतरा भएछ त। अनि बबाल भएछ। अस्ति नै हामी सोल्टी र म तोरीबारी हुँदाखेरि आएको थियौँ, मैले धानबारी हुँदाखेरि फेरि बबाल सिनहरू खिच्नको लागि आइदिनु। गिटारमा छैन देख्नु न। हाम्रो सोल्टी पनि आइसक्नु भएको छ। अनि हामी चाहिँ हल्का यहाँ फोटो सेसन हान्नको लागि जाँदैछौँ यतातिर। यो बबाल सिनमा हल्का फोटोहरू हान्नु भनेर। यहाँनिर हान्दिउँ न त फोटो खतरा ल। तर यहाँनिर हान्दिउँ फेरि घाँस लागेको छ नि त। ल हानौँ न त यहाँनिर कस्तो कस्तो पोज हानिहालौँ ल। सोल्टी तपाईँको फोन निकाल्नु त। नाति त भिडियो रोक्यौ, भिडियो
भिडियोलाई गाँड हान त होइन भिडियोलाई गाँड हान्ने भिडियोदेखि त्यही हो भन्छ त्यहाँनिर बसेर कान्छीसँग भेट भएको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको धेरै माथि नउचाल न भन्छ माथि उचाल भने नि के हुन्छ क्या फोटो अहिले क्यामेरा हलेर भिडियोमा हातमा हल्लाउनु कसो देखेछ आइबो गर्दै गर्नु यता हेर्नु न यता मैले दिएको माया भन्दा नहल्लिकन बस जाली हात पनि नहल्लाउने केही पनि नहल्लाउने मुख पनि नचलाउनु हल्का स्माइल दिएको ए जाठा चालु भएको छैन चालु जस्तो ए भएछ त सोल्टी गाली चाहिँ बोले फाइनली हाम्रो फोटो सेसन पनि सिद्धिसक्यो अब हामी जान्छौँ सोल्टीले खतरा खतरा गीत गाउनु भएको छ यहाँनिर अहिलेसम्म दारी त खतरा रहेछ त सोल्टी भन्ने ओके अलराइट गाइस आजको भिडियो यति नै थियो भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला अनि मन पर्यो भने लाइक र सेयर गर्न चाहिँ नबिर्सिनु अनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छ भने एकदमै थ्याङ्क यू सो मच अनि गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनु होला एकदमै खतरा खतरा ब्लगहरू बनाएर राखिरहेको छु त्यो अपलोड गर्न आँट्दैछु त्यति हो आजलाई बाई बाई सी यू नेक्स्ट भिडियो